ल निस्क्यौँ त अब यो स्ट्रिट बुचनह्यान स्ट्रिट भन्छ अब हामी सेन्ट्रल स्टेसनतिर लाग्यो कहाँ छ बुवा झन्डी यो झन्डी ए बेलफास्टको लागि हिँड्दैछौँ पहिला एयर जानु पर्दो रहेछ अनि त्यसपछि हामी फेरि अर्को बस चेन्ज गरेर अनि त्यसपछि हिसाब फेर्नु भयो त भोग तिर्खा केही छ कि ठिक छ एकदम भोग तिर्खा केही लागेको छैन ए ल ठिक छ ल ठिक छ त्यसो भने ल अब 1.5 घन्टा जतिमा एयर पुगिन्छ आयरल्यान्ड त त्यो अघि उताबाट आएका नदीहरू यहीँ मिसिन सबै यहीँ आएर मिसिन ठुलो समुद्र सब मान्छे झरे बिच रहेछ एकदम राम्रो I'm still going home actually. Oh, there was a delay on the train, so yeah, I'm just going to approach it. You got home all right then? स्टेसन एयरमा आइपुग्यौँ बुवा आइराख्नु भएको छ आइराखेँ एयरबाट अब बस काँडीतिर मजा भयो बुवालाई मजा आइरहेछ नि एकदम राम्रो ल ठिक छ त्यसो भए बन्दीपुरेट हुनाले छाएको रहेछ ल हेर्नु यहाँ त मजाले देख्न पाइयो नि त्यसमा त
यो त कहाँ अनि गजब छ आउँदो रहेछ नि त ला कार्नियनबाट बेलफास्टको लागि यतापट्टि चाहिँ स्कटल्यान्ड भयो पारी चाहिँ नर्दर्न आइल्यान्ड जाँदैछौँ भित्र तल गएर बस्ने कि बुवा के गर्ने माथिबाट हेर्ने कि तलबाट नि राम्रो देखिन्छ के गर्ने हजुर माथि झन् कायदा हो ल फेरिको हामी यो कतिमा तलामा छौँ 7 तलामा हो कि कतिमा हो 11 तलाको रहेछ बाउ छोरा यहाँ छौँ अब फेरिबाट कहाँ गइन्छ अरे भयो आयरल्यान्डको बेलफास्ट अनि अहिले हामी चाहिँ यतापट्टि स्कटल्यान्डको कार्नियन जहाजमा चलिरहेको हजुर यो कायदा तरिकाले जानु यस्तोमा लागेर उतापट्टि खानेकुरा खायो के लागेर मिठा मिठा हजुर समुद्र त कोरालै बगे खानु कान्छो जान्छु त्यहाँ गएँ अधिकारी लागेको छुट्टीलाई भेटेँ कोदरालाई भेट्न चाहिँ सिनेरी गएर भेटेँ ल अब हामी बेलफास्ट पुग्न लाग्यो 40 मिनट जस्तो बाँकी छ ठिक छ बुवा बेलफास्ट आइपुग्यो होइन त बुवा आयरल्यान्ड बेलफास्ट आइपुग्यो सिटी सेन्टर एरियामा छौँ हजुर आएको छ हजुर बुवालाई सबै चिज क्यामेरामा कैद हुनुलाई एकदमै इम्पोर्टेन्ट छ अहिले हामी साइट सिइङको लागि बस कुर्दैछौँ बाबा छोराको सिटी टुर सुरु भइसकेको छ गाडीमा दुई तले बसमा बस्यौँ आज पनि
बेलफास्ट आयरल्यान्ड आइसकेपछि नहेरी नहुने टाइटानिक बेलफास्ट 2012 मा यो सर्वसाधारणको लागि खुला गरिएको रहेछ। होइन ल ल टाइटानिक बेलफास्ट यता सीपोर्ट नजिकै रहेछ। ल के भयो बुवा केही तपाईँलाई हेल्प चाहियो? टाइटानिक बेलफास्ट म्युजियम भिजिट सकेर अब हामी फेरि सिटी सेन्टरतिर लाग्यौँ होइन बुवा। अहिले घडीले 8:20 बजाइसकेको छ तर घाम पोल्दैछ अलिअलि अचम्म रहेछ। ल नर्दन आयरल्यान्ड आएर पनि यस्तो देखियो, यो जता पनि चल्दो रहेछ यस्तो। यो गाडीको सिटमा रातको 9:05 गइसकेको छ। घाम यस्तो मजाले लागेको छ त्यो बिल्डिङमा। उज्यालो यस्तो मजाको छ। नाइट लाइफ भन्ने कि डे लाइफ इभिनिङ लाइफ भन्ने 9:05 हजुर 11 बजीसम्म उज्यालो हुँदो रहेछ बुवा। 9 बजे सुत्ने भन्नुहुन्छ हजुर। देखियो पक्कै पनि नेपाली हुनुपर्छ। उहाँ पुरै माउन्टेनको फोटो राखेर गर्नुभएको छ। हिमालयन रेस्टुरेन्ट हजुर होइन बुवा, हाम्रो अर्कै ठाउँमा होटल बुक छ। यो त खाने ठाउँ मात्रै हो रेस्टुरेन्ट हजुर।